Hello everyone, good morning, namaste and good लाग्छु सबजनकै वेलकम ब्याक टु माई च्यानल मिलन सुसिन ब्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ। र म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ आशा गर्न आफ्नो ब्लग स्टार्ट गर्दैछु। र माथिको थम्बनेल टाइटलमा थाहा पाइसक्नु होला के को बारेमा र पनि म भनिदिँदैछु। आज हेर्नु न साथीहरू, कति साढे 7 बजिसक्यो, म भर्खर आँगन बढार्दैछु। बाहिर त दरवाजा ग्वाली सबै सफा गरिसकेँ र आँगन बाँकी छ। घरसर पनि बाहिर चाहिँ आँगन मात्र बाँकी छ। यत्रो दिउँसो किन भयो भने आज हिजो अस्तिदेखि मम्मी हुनुहुन्न त्यहाँ घरमा, अनि एक्लै गर्नुपर्छ साथीहरू। त्यो ग्वाली छ, आँगन छ ठुलो, दरवाजा छ ठुलो, अनि बढार्दै ठिक्क हुन्छ। ग्वाली पनि सफा गर्नुपर्छ। तर अब कतिखेर भात बसाउँछु थाहा छैन। सो म अहिले आँगन बढार्दैछु साथीहरू, हेर्न सक्नुहुन्छ। र मेरो क्यामेराम्यान त छैन क्यामेरा पक्रिदिनु, सो म आँगन बढारेर अनि हजुरहरूलाई अरू भिडियो देखाउने छु। सो अहिले म आँगन बढार्न जाँदैछु साथीहरू। सो मैले घर आँगन बढारिसकेँ साथीहरू, हेर्न सक्नुहुन्छ हजुरहरू पनि। अब म जाँदैछु चुलो निप्न। सो मैले माटो ल्याइसकेँ, अब चुलो निप्छु। अब यो मैले चुलो निपिसकेँ साथीहरू। सो त्यसपछि मैले चामल लिन आएँ साथीहरू। चामल निकालिसकेँ ड्रामबाट, अनि यता मैले चामल पनि धोएर ल्याइसकेँ साथीहरू। अनि यता आयो मेरो बाबु बिहानै पप। मेरो बच्चा मात्रै यस्तो छ कि तपाईँहरूको बच्चा पनि यस्तै छ साथीहरू। बिहानै उठ्ने बित्तिकै हजुरबुवासँग जान्छ पसल, कि पप कि चिप्स। जतिखेर नि बिस्कुट टिस्कुट लिने छैन, बिस्कुट खानु छैन, खाली पप दे म खान्छु। यदि हजुरहरूको बच्चा पनि यस्तै छ भने साथीहरू, बिहानै खाने, खाली दोकानको मात्र खान्छ भने नखुवाउनु है साथीहरू। मेरो बाबुलाई त यसको हजुरबुवाले नै बानी लाउनु भएको छ। के भन्नु, जतिखेर पनि खाली दोकान, बिहान उठ्ने बित्तिकै दोकान, दिउँसो पनि दोकान, जतिखेर खाली दोकानको मात्र खुवाउनुहुन्छ। भात एक घाँस पनि खुवाउनुहुन्न, खाली दोकान। त्यही भएर मोटाउँदैन, खाली दुब्लो कि बुबु कि दोकानको सामान के गरेको पार्दैन। जाऊ उता खेलु गर्नु जाऊ। यहाँ हेर्नु साथी, जतिखेर निकाल्यो फुटाइ पर्दैन, फुटाउनु पछि खानु, पछि दिउँसो खानु। अहिले म बुबु तताइदिन्छु, बुबु खानु ल। पर्दैन, फुटाइदिनु भन्न आउँदैन, फुटो भन्दैछ साथी। फुट अरे। अब म जाँदैछु साथीहरू दाउरा लिन, भात छिटो 8 बजिसक्यो साथीहरू, के गर्नु। सो यता मैले दाउरा पनि ल्याइसकेँ साथीहरू। त्यसपछि म जाँदैछु साथीहरू सब्जी केलाउन। आज पनि लट्ठीको तरकारी पकाउँछु, यानि कि सोइजन। मलाई एकदमै मनपर्छ साथीहरू यो सोइजनको तरकारी। त्यही भएर म कहिले अगाउँदिनँ र म डेली दिँदा नि डेली खान्छु। सो अब म जाँदैछु केलाउन। र यता मैले सोइजन पनि केलाइसकेँ, अब खाना पकाउँछु। त्यसपछि यता मैले भात बसाइसकेँ, अब पकाएर देखाउँछु। फाइनली साथी मेरो खाना पाक्यो। यसमा छ भात, यहाँ छ आलुको ग्रेभी, र यहाँ छ सोइजन।
अस्ति ठुलो मम्मीले ल्याइदिनु भएको थियो यो सिजन क्या, त्यही भएर आज पकाएको। अब म जाँदैछु बुढालाई खाना भन्छु भात, किनभने खाना पाक्ने बित्तिकै मेरो बुढालाई खाना चाहियो सबभन्दा सुरुमा, नत्र पेटै भर्दैन अरे। सो त्यही भएर म जाँदैछु, बुढालाई भात पस्किदिन्छु अनि बोलाउँछु। अलिक छिपेको छ नि त नि सोइजन, सोइजन खानुहुन्न, आलु मात्र खानुहुन्छ र आलु मात्र हालिदिए, किनभने धेरै छिपेको छ, सोइजन मन पर्दैन क्या। फाइनली साथी सबैजनालाई खाना खुवाएर अब मेरो पालो आयो, म खाँदैछु अब खाना। सोइजनको तरकारी, आलु ग्रेभी अनि सोइजनको तरकारी खाँदैछु खाना। आइज बाबु माम खानु, आइज आइज बेटा, छिटो नखाने चकचके। ल त्यसो भए म खाँदैछु है। बिहानै चिप्स खान्छ त कहाँ भोक लाग्छ। यता छिटो खा भनेको। लु छिटो 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 खाना खानु छोडेर खाओस् कि नखाओस्। बल्ल बल्ल साथीहरू खानासाना खाएँ, भाँडासाडा मान्छे एकछिन बस्छु, अब 5-10 मिनट बस्छु अनि त्यसपछि लुगा धुन्छु। हजुरहरू सोच्दै होला कि यो केटी जहिले पनि खालि खाना पकाएको लुगा धोएको मात्रै देखाउँछ। सो त्यही भएर म आज नयाँ देखाउँछु। नयाँ के हो भने म पहिले पनि भनेको छु, भिडियोमा हालेको छु, ग्रामीण महिला उत्थान मञ्च संस्थाबाट 2 महिने तालिम, यानि ब्युटिसियनको 2 महिने तालिम लिएको थिएँ। सो अब म मिस बनिसकेको छु। सो 1 बजीदेखि सिकाउन जान्छु। फिलहाल 12:30 बजे घरबाट निस्किन्छु, 1 बजीदेखि स्टार्ट हो। सो म अब पछि देखाउँछु। अहिले एकछिन आराम गर्छु अनि लुगा धुन्छु। सो अब म जाँदैछु साथीहरू लुगा धुन। हेर्न सक्नुहुन्छ यति धेरै लुगाहरू छ। सो अब यो लुगाहरू धोएर अनि नुहाउनु पर्छ। हेर्न सक्नुहुन्छ साथीहरू मैले लुगा पनि धोइसकेर म अब जाँदैछु नुहाउन। अघि नै नुहाउँछु भनेको थिएँ, तर के गर्नु, बाबु रोएर अनि सुत्ने टाइम पनि भइसकेको थियो बाबुलाई। सो मैले बाबुलाई यहाँ सुताइसकेँ बुबु खुवाएर र अब म जाँदैछु साथीहरू नुहाउन। सो हेर्न सक्नुहुन्छ हजुरहरू पनि म नुहाएर आएर लुगा पनि लगाइसकेँ, रेडी भइसकेँ र अब म जाँदैछु यिनीहरूमा। त यिनीहरूमा दिदी पर्खिराख्नुपर्छ होला। अझै एउटा दिदी हुनुहुन्छ, म सँगसँगै हामीहरू 2 जना सिकाउँछु, 2 जना मिस अनि विद्यार्थीहरू छ। सो त्यो दिदीलाई पनि पिक गर्नु छ नि त। सो म अब जाँदैछु, म रेडी भइसकेको छु हेर्न सक्नुहुन्छ साथीहरू। र म अब जाँदैछु, बाई बाई। म अब त्यहाँ गएर देखाउँछु म कस्तो देखिरहेको छु त साथीहरू। मैले धेरै दिनपछि जम्पसुट लाएँ। सो अब जाँदैछु म, बाई बाई। सो फाइनली साथी म यिनीहरूमा पुगिसकेँ। जुन दिदी मसँग सिकाउनुहुन्छ नि त्यो दिदीको घर नै हो। सो हेर्न सक्नुहुन्छ यही दिदी हुनुहुन्छ, हामी सँगसँगै सिकाउँछौँ होइन। हेलो गरिदिनु। हेलो। नाउँ पनि भन्दिनु नि त। अब यहाँदेखि यो दिदीले गाडी कुदाउनुहुन्छ, म चाहिँ बसेर जान्छु। सो हेर्न सक्नुहुन्छ साथीहरू म यहाँ क्लास आइसकेँ। मेहन्दी क्लास चल्दैछ। यता 1-2 जना नयाँ हो, थ्रेडिङ पनि सिकिरहेको छ, थ्रेडिङ धागा चलाउन। थ्रेडिङ त मेहन्दी धागा चलाउने क्लास त 10 दिन हो, अस्ति नै सकिहाल्यो। मेहन्दी क्लास सुरु भएको छ, त पनि नयाँ हो नि त तिनीहरू, त्यही भएर
चलाउन सिकिरहेको छ यता मेहन्दी क्लास चल्दैछ अहिले त्यतिमा छोरो आएको छैन मेहन्दी लाउने केटी हेलो यो बुनुलाई कस्तो मजाले मेहन्दी लाउनु आउँछ यता पनि लाउँदैछ यो बुनु पनि यसलाई पनि आउँदैछ यता नयाँ हो भर्खरै सिकिरहेको छ मेहन्दी लाउन र पनि लाउँदैछ अझै एउटा अर्को बुनु छ यता यो बुनु अहिले हेर्नु कस्तो मजाले मेहन्दी लाउँछ सुई सुई हातभरि एकैछिनमा लगाइदिन्छ यदि कसैलाई बिहेहरूमा मेहन्दी लाउनु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ है त साथीहरू हेर्नुभयो त हजुरहरू पनि कस्तो मजाले यो बुनु मेहन्दी लाउँदैछ र यतिसम्म भयो अब म पुरै हातको फुल बुट्टा बनाइछ अनि देखाउँछु है त यो बुट्टा चाहिँ सबभन्दा सुरुमा त्यो सानो बुनुले लगाएको हेर्नुहोस् यो बहिनीले पनि कस्तो मजाले मेहन्दी लगाएको छ अरू डिजाइन पनि आउँछ तर यो सिम्पल लगाइदियो अनि त्यसपछि सेकेन्डमा देखाएको बुनुले लगाएको हो अनि यता चाहिँ फेरि त्यो सुरुको बुनुले अर्को बुनुको हातमा स्टार्ट गरेको छ र यो थर्डमा देखाएको थियो भर्खर सिकिरहेको थियो त्यो बुनुले लगाएको र यता हेर्नु यो बुट्टा चाहिँ त्यो लास्टमा देखाएको थिएँ फुल बुट्टे बनाएको त्यो बुनुले कस्तो मजाले लगाइदिएको छ यो मेहन्दी यदि कसैलाई बिहेहरूमा मेहन्दी लाउनु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ है त साथीहरू अनि यो हेर्नु यता चाहिँ फेरि त्यो लास्टमा स्टार्ट गरेको थियो सानो बुनुले यस्तो मजाले फेरि लगाइदिएको छ यो बुनुलाई यता चाहिँ विद्यार्थीहरू अझै अहिले चाहिँ पुरै हातमा बुट्टा भरियो सो अब हामीहरूको छुट्टीको टाइम पनि भयो साथीहरू अनि सबैले मेहन्दी सेन्दी पनि लगाइसक्यो हामी घर जाँदैछौँ बाई बाई सबैजना गएपछि अनि बाई बाई फाइनली साथीहरू म घर आइपुगेँ अनि यता कता मेरो बाबु छ बाबु के गरेको छैन बिचारा मेरो बाबु यसको ड्याडी पनि जानुभएको छ बाइक पम्चर बनाउन यानि पम्चर भएको छ सो बनाउन अनि हजुरबुवासँग खेलिरहेको थियो मेरो बाबु हैन आऊ बाबु खाना हैन आइज मेरा क्यूट छोरा के गरेको बाबु त नमस्ते गर्दै त मोबाइलतिर राम्ररी फटा माया गरिदेऊ सो अब एकछिन आराम गर्छु साथीहरू बाबुलाई बोलाउँछु अनि लुगा सुगा चेन्ज गरेर अब के हुन्छ सो अब अनि त्यसपछि देखाउँछु अहिले अनि उताबाट बुढा आउनुभयो बाइक बनाएर अनि भन्दै हुनुहुन्छ आज दिदीको गाउँमा यानिकि मामाको छोरीको गाउँमा मेला छ सो लुगा सुगा लगा अरे अब मेला त गर्न पाउँछु कि पाउँदिनँ त थाहा छैन साथीहरू
तर जान त परिहाल्यो हाम्रोमा आउनु भएको थियो सो अब म जाँदैछु रेडी हुन रेडी त के हुनु सिम्पल कुर्ता सुर्ता लाउँछु र पनि जाँदैछु म रेडी हुन र बाबुलाई पनि रेडी पार्न सो यता मैले बाबुलाई पनि रेडी पारिसकेँ साथीहरू बाबु पनि रेडी भइसक्यो अनि यता म पनि रेडी भइसकेँ हेर्न सक्नुहुन्छ साथीहरू हजुर पनि मैले कुर्ता नै लाएँ टाउको छोप्नुपर्छ नि त सो सलवाला कुर्ता लाएँ अब जाँदैछु म साथीहरू सो फाइनली साथी म मेला आइपुगेँ र यही मेला अगाडि नै हुँदा दिदीको घर छ अब म यहाँभित्र बसिरहेको छु यता मम्मी मौसी मामा हुनुहुन्छ र म यता बसिरहेको छु सो अब म स्प्राइट खाँदैछु साथीहरू खाएर खानासाना खान्छु अनि मेला जान्छु मैले खाना खाएको देखाइनँ साथीहरू सो डाइरेक्टली अब म मेला आइपुगेँ साथीहरू घर अगाडि नै मेला छ गेट बाहिर मेला सो यता चाहिँ भान्जी हो अनि भेना यता चाहिँ बाबु दिदीहरू अनि मेरो कुराहरू चाहिँ मेला गर्दै हुनुहुन्छ म चाहिँ उभिएर मेला देखाउँदैछु अहिले म पनि आएको थिएँ मेला सो अब म जाँदैछु साथीहरू घर फेरि हेर्न सक्नुहुन्छ घर जाने बेलामा पनि मेला सो फाइनली साथीहरू म घर आइपुगेर अब जाँदैछु लुगा चेन्ज गरेर खाना पकाउँछु र आजको लागि यति नै हो सुरुदेखि लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच सबै भिडियोमा यसरी नै माया गरेर हेरिदिनु प्लिज लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला अब नेक्स्ट भिडियो नेक्स्ट डे सो आजको लागि बाई बाई।